पार गरेपछि अगाडि चाहिँ फेरि यहाँ पनि आरी प्यानेलको 3-4 साइड चलिरहेको छ। मेरो ड्युटी चाहिँ अहिले आरी प्यानेलमा लगेको छ। यो गाउँ क्रस भएपछि लगत्तै एउटा ओभरब्रिज छ। हजुरहरूलाई कस्तो लागिरहेछ मेरो ब्लग, कृपया आफ्नो मनमा भएको कुराहरू कमेन्टमा राखिदिनु होला। म नयाँ भाइहरूलाई के भन्न चाहन्छु भनेपछि जसले ग्रेडर सिक्दैछ, सिक्न चाहन्छ, चलाउँदैछ भनेपछि यस्तो आरिवाल कामहरू चाहिँ नयाँ मान्छेलाई चाहिँ अलिक गाह्रै हुन्छ। आरिवालको यो चाहिँ डाइभर्सन हो। यो डाइभर्सन हो। यहाँ डाइभर्सनदेखि अगाडि अब जस्ट यो A1 साइडमा त काम स्टार्ट भएको छैन। A2 साइडमा चाहिँ प्यानेलको काम स्टार्ट भएको छ। लगत्तै 2-4 दिनपछि यो A1 साइडमा पनि भइहाल्छ। यो चाहिँ आरी प्यानेलको साइड हो। यहाँ चाहिँ मैले ग्रेडिङ गरेर गएको थिएँ, रोलिङ गरेर पानी सानी हालेको छ। यसलाई चाहिँ आज बेल्टवाला बेड बनाउनु छ, फिनिसिङ हाल्नु छ। पहिले चाहिँ अगाडि अर्को साइड जानुपर्ने छ, त्यहाँ यस्तै पानी हाल्नको लागि काम गर्नु छ। लामो बेड छ, त्यहाँ पनि कमसेकम 1 किलोमिटरको बेड होला। 1 किलोमिटर नभए पनि 700 मिटर 800 मिटर त होला, लङ नै छ। अब चाहिँ यहाँदेखि 2 किलोमिटर अगाडि त्यो साइड आउँछ। अनि यहाँदेखि फेरि 3 किलोमिटर अगाडि एउटा आरी प्यानल छ। अनि फेरि योदेखि पछाडि पनि 4वटा आरी प्यानल भनौँ मेरो अन्डरमा छ अहिले। यहाँ चाहिँ यो ब्रिजको कलमहरू बन्दैछ ब्रिजमा राख्नलाई। हेभी ब्रिज बन्दैछ यहाँ चाहिँ, यहाँ नदी भएको कारणले। अब यो साइड क्रस भएपछि हाम्रो साइड आउँछ। यो चाहिँ नदी हो।
अब चाहिँ यहाँ यो बेडमा चाहिँ फिनिसिङ हाल्नु पर्ने अवस्था आएको छ। हिजो मैले रेडी गरेर गएको थिएँ, आज चाहिँ बेल्टको हालिदिनु छ। यो चाहिँ बेल्टको हालिदिने बेल्ट लगाएर रेडी गर्नको लागि चाहिँ म आएको छु अहिले। अब यो चाहिँ अर्को साइड हो, त्यो अघि नगरेको चाहिँ त्यो अर्को साइड हो। चारवटा साइड मैले समातेँ, चारवटा अघि अर्को साइड दिएको गर्नुपर्छ। एकछिन भन्न पाइँदैन, ड्युटी हार्ड छ। अर्को साइडमा रेडी गरेर पानी लाग्ने गरेको छ। हाल्नुपर्छ क्यामरमा पानी नहालेर भेलिडेटर फस्ने एकदम फेरि पातलो मटेरियल भएको कारणले यसमा चाहिँ पानी हालेर टक्क साफ सफा गरिदिनु होला भने अहिलेसम्म हुँदैन। हस्तो धन्यवाद, जय नेपाल। हजुरहरूलाई कस्तो लाग्यो मेरो काम, प्रतिक्रिया दिनु होला, साथ सपोर्ट दिनु होला हजुरहरूले होइन। म यता इन्डियातिर कस्तो कस्तो काम हुन्छ त्यो सबै तपाईँहरूलाई सेयर गर्छु होइन। नेपालमा काम कस्तो हुन्छ तपाईँहरूले सेयर गर्नु होला है त। हजुरहरूलाई केही त्यस्तो लाग्छ भने सोधपुछ गर्नु होला। म त्यति जान्ने मान्छे त होइन, तैपनि काम गरिरहेको छु होइन।